हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। न्यू भन्दा पनि मिनी भ्लग भन न। मिनी ब्लग भनौँ होइन। हामी चाहिँ आज यसो गोदावरी गोदावरी हो यो हो गोदावरी बवाल चाहिँ ठाउँ चाहिँ यसो घुम्न आएको। बवाल चाहिँ ठाउँ चाहिँ केटीहरू छन् होइन। धो त हामी छ त्यस्तै घुमिरहेको हामी चाहिँ चिकम पड्काउँदै चिकम पटाउँदै गोदावरीको खोलामा मजा आइरहेको भ्यू चाहिँ यस्तो बवाल छ है। केटीहरू पनि आइरहेको रमाइलो गरिरहेको जोस् रमाइलो छ हामीलाई। तर भ्लग बनाउनु चाहिँ मजा आउँदो रहेछ क्या है। हामीलाई पनि देखाऊ भने के उठी लागेर देखाऊ कि भनेको बिहेको सुट गर्न आयो। अहिले चाहिँ देखियो नि अब ठिक छ 100% देखिन्छ अब। तर गोदावरी दामी रहेछ क्या है। हामी अस्ति नै एकचोटि त्यतिखेर आयो बेला चाहिँ तर खासै राम्रो थिएन। म अहिलेसम्म 3 चोटि आएँ। 3 चोटि म यसलाई लागि 2 चोटि भनौँ। 2 चोटि नभएर 2 चोटि भन्दा तिमी धेरै चोटि आइसक्यो तिमी। 2 चोटि भनौँ न लगभग अब राम्रो तरिकाले आएको। न त अब ख्यासा आउने छिर्ने अनि गइहाल्ने क्या त्यस्तो त अब भएन नि त। सुट भइरहेको रहेछ बिहेको लागि। हजुर बिहा बेला रहेछ नि अनि हामी दुईजना मात्रै घुम्न आइरहौँ। बिहेको सुट हाम्रो दिन कहिले आला भनेर ठ्याक्कै देखाउनु न। हाम्रो यस्तो कहिले आला है सही त्यहाँ बुझेर फाइनल्ली जलवली यहाँ सुट भइरहेको छ। अनि अस्ति नै आयो बेला चाहिँ हाम्रो त्यो माथितिरपट्टि फुलहरू चाहिँ लगाएको थिएन। अनि अहिले फुलहरू लगाएर चाहिँ है यसरी गाडी पनि भित्र आउँथेन। टाइम बनाएर रहेछ। अनि गाडीहरू पनि भित्र आउँदो रहेछ क्या। यो सायद पिकनिक स्पोट भएर पनि होला सायद होइन। भित्रै आउँदो रहेछ। अनि यहाँ चाहिँ ल केटीहरू दामी दामी रहेछ। अनि बर्थडे पनि रहेछ यहाँ। ह्याप्पी बर्थडे को चिने होइन। ह्याप्पी बर्थडे यहाँ खोला पनि देखाऊ ल। यहाँ यसरी पिकनिक खान आउँछ नि। पिकनिक स्पोट पनि भइरहेको। तपाईँहरू पनि टाइमसँग आउनु होला है। त्यो जस्तो भयो भने राम्रो छ दामी छ तर है दामी छ। राष्ट्रिय वनस्पति उद्यानहरू सुहानेर गइदिउँ न उता। फाल्दै के हो यता टिकट गर्नु रहेछ। टिकट हेर्नुपर्ने रहेछ क्या। भित्र त आएपछि त जानै नि हुने होइन। मैले फाल्दै जस्तो लाग्छ। मैले माथि होइन मसँग त्यो टिकट तपाईँसँग थियो। म त मसँग छ क्या नि छैन। म साँच्चै फाल्दिएँ। मैले टिकट मैले त्यही फाल्दिएँ टिकट काटेर आउँ। त्यस्तो हामी बदमास गर्ने मान्छेहरू कहाँ राख्नु भयो त नि टिकट मैले होइन यहीँ आएर तर फाल्दैछु च्याते आउनु दुई टुक्रो गरेर टिकटै च्यातिर फालिदिएर त्यस्तो गर्नु त भएन। मैले के चाहिने भने माथि खोजेर लिएर आउनु पर्छ। आफै पनि पाएको छु। टिकट गाडी च्यातिर फालिदिएँ यस्तो जान नमिल्दैछ। उता फुलहरू कस्तो राम्रो हो नि। कुरा के अरे यो क्या अरू बोखरा खै। तर अस्ति नै आएको बेलामा चाहिँ यस्तो थिएन यार। अहिले चाहिँ दामी बनाएर रहेछ है। मान्छेहरू हिरो हिरो भएर आएन। हामी त खै सबै जिरो। ल दामी दामी छ। चलपल दामी छ। ल कता जाने यता यहाँ छ त राम्रो राम्रो चिजहरू यतै छ त। अनि जाने अन्त चिकन पडाएर खै के फुल हो यहाँ पो रहेछ त दामी त। कस्तो दामी है। फोटोसुट पनि भइरहेको। तर भ्लग चाहिँ छोड्नु हुन्न होइन। तर पहिलाको भन्दा चाहिँ राम्रो जोस् राम्रो भइरहेको छ।
पनि दामी रहेछ। यस फोटोसुट गर्न र यताउता घुम्न चाहिँ एकदमै राम्रो कुरा। फ्रेस हुनलाई चाहिँ एकदम दामी छ। ऊ चाहिँ ह्यान्सी बोय ह्यान्सी केटो म ओइ पारा यो नि त पारा चिसो दिनमा पनि यस्तो यस्तो लगाएर आएको देख्न पाइन्छ। के गर्ने, हाम्रो त नसिबमै छैन, गाह्रो छ। फोटो खिच्ने त्यो गेम खेलिरहनु भने पनि देखाऊ। यता दुईजना भिडियो पनि बनिरहेछ। दुईजना एक्लै गेम खेलिरहन होइन, दुईजना उनीहरू पनि दुईजना हामी पनि दुईजना उनीहरू पनि दुईजना। के हुन्छ कि आज अनि हामीहरू चाहिँ यहाँ भिडियो सुट गरिरहेको थियौँ। अनि तल चाहिँ केटीहरूले चाहिँ कस्तो हेरिरहेको क्या हामीहरूलाई होइन, गेम खेलिरहेको त्यहाँ। अनि त्यही हो हाम्रो फोटोसुट भइरहेको छ। अनि यता पनि फोटोसुट गर्दै हुनुहुन्छ केटीहरूले। हामीलाई चाहिँ खै किन आज हेरे चाहिँ सबैजनाले। फुलहरू छ अनि राम्रो राम्रो पुल छ, त्यही भएर होला नि त। पुल छ नि त त्यहाँ दामी, त्यही भएर। अरू जे पनि ब्लग चाहिँ बनाउनु पर्छ है। ब्लग चाहिँ बनाउनु छोड्नुहुन्न, अरू जे छोड्यो नि ब्लग बनाउनु छोड्नुहुन्न है। यस्तो दामी फुल छ तर अहिले फुल्ने होइन यो फुल होइन, तर अहिले फुलिरहेको बेमौसममा पनि फुल्ने रहेछ क्या। फुलमा फोटो खिच्नेको पनि भिड लास्टै छ। पनि फुलमा फोटो खिचौँ कि भनेर आएको यहाँ, त्यो सयपत्री रहेछ। लास्टै भिड रहेछ क्या। मेरो पनि बनाइदिनु यस्तो गरेको। ल ल जानु 1 2 3 गो। बस यति बजी खायो यार, यति बजी मार्केट खायो। ल मार्केट खाँदैन त नि खाइहाल्छ नि। फोटोसुट भइरहेको छ यहाँ। जामै भएको गोबी फुल हो यो। गोबी त हो त। ए नाम पनि लेख्दो रहेछ ल, केली गोबी गोबी फुल अरे। ल गोबी जस्तै रहेछ। यो पालङ्गो सूर्य, यो चाहिँ सूर्य के हो, सूर्य भक्ति फुल अरे। सूर्य भक्ति पालुङ्गो, राई पालुङ्गो। अनि यो चाहिँ के रहेछ? यो मेथी होइन, नाम राखे, नयाँ नाम राखे, पप्पी अरे। अनि यो चाहिँ यो असर्फी फुल अरे। फुलको नाम पनि के हो यार, यस्तो यस्तो नि हुँदो रहेछ त फुलको नाम होइन। यहाँ के फुल हो यो चाहिँ के रहेछ? यहाँ पनि के फुल रहेछ? ल यहाँ राम्रो राम्रो मान्छेहरू हुनुहुन्छ। गुलाबको फुल कहाँ गुलाबको फुल यार, होइन त्यो गुलाबको। बाबा यो हो क्या यो। ल कस्तो दामी ठाउँ यार, सिन बवाल छ त। बवाल छैन त। ल यति बजी मार्केट खाएन त। ल ओहो सेम विदेश जस्तै छ त यार। उता चाहिँ सुटहरू भइरहेको छ ड्रेस लगाएर है। यहाँ घुम्ने ठाउँ यहीँ छ, किन जानु पर्यो बाहिर भने के है। विदेश किन जाने घुम्नलाई? विदेश किन जाने, बालेन साले भने जस्तै होइन त, यहीँ छ। स्विजरल्यान्ड यहीँ छ, किन जानु पर्यो बाहिर होइन त। यो हो क्या। अनि हामी विदेश जान नसकेर भन्दा पनि विदेश जान नचाहेर चाहिँ हामी चाहिँ यहीँ घुम्नु। फुलहरू पनि कस्तो दामी दामी रहेछ, कस्तो फुलहरू, सिनेरिया फुल अरे। ल यहाँ फोटो खिच्नेहरूको भिड पनि लास्टै धेरै छ है। फोटो भिडियो है कस्तो दामी। हाम्रो साथीहरू थियो दुईजना। हाम्रो साथीहरू दुईजना आएको थियो, कता गयो।
यहाँ चाहिँ कस्तो दामी व्हाइट हाउस जस्तै रहेछ क्या दामी है सिक्लामेन गृह अरे सिक्लामेन गृह भने के हो यो सिक्लामेन गृह भने के हो प्रवेश निषेधहरू ल भित्र फुलहरू रहेछ दामी बनाउँदै रहेछ क्या फुलहरू लगाएको रहेछ है फुलहरू रहेछ अनि टाइमले सब यहीँ बिताएपछि यत्रो हुन्छ कस्तो बवाल भ्यू छ यार तल त खै म गर् यतातिर त यो बिहेको सुट गर्न नै आउने रहेछ है मान्छेहरू गोदावरीमा बिहेहरू केही भयो भने चाहिँ त्यसको सुटहरू पनि यहाँ हेर न अब यहाँ मजाले बस्दा पनि हुने भयो हेत्तेरिका हामी पनि आयौँ क्या त्यो भिडियो बनाएर आएको छ तर अनि कस्तो लाग्यो त गोदावरी 5-10 कतिचोटि 3 चोटि आयो 3 चोटि भयो है यसलाई मेरो त लगभग भइसक्यो होला 20 चोटि जति 20 त भएन कति भयो भयो होला 4-5 चोटि भयो होइन तर अब अलिकति आउने हेर्ने जाने भयो यसरी घुमघुम चाहिँ भएको थिएन म पनि आएको थिएन त माथि यसरी घुमघुम चाहिँ भएको थिएन आज अलि राम्रै तरिकाले घुमघाम भयो अरू त के होइन अरू त यहाँ छँदैछ नि नजरिया हेर ल मन कलकल हुनु हो यस्तो देख्यो भने क्या गाह्रो छ जिन्दगीमा यतिको मान्छेलाई कसले बनायो होला त्यही जिन्दगीमा जति यतिको भयो भने सहनै पर्छ क्या मान्छेलाई जे भयो भने जिन्दगी देखेर हामी वाक्क लागेर यहाँ के हो यो ठाउँ नाम गोदावरी किसने बनाया ये ठाउँ किसने बनाया ये जगह इसको क्लच करना चाहिए इस जगह को नहीं बनाया तो बेहतर हो जाएगा इस जगह को हम बोलते हैं डेटिंग स्पॉट मुझे भी ऐसा ही लग रहा है ला वाह क्या नजरिया है लाला तुम्हारे दिन कब आएगा हमारा दिन हर रोज आता है कितने खूबसूरत लोग रहते हैं गोदावरी देखाउँदैन हजुरलाई फेरि भाइरल होला देखायो भने फाइनली अब चाहिँ हामी बाहिर निस्किँदैछौँ अब माथि यो साइडमा चाहिँ घुमेर गयौँ अब अर्को साइड अब यो तलतिर साइड जाउँ कि भनेको अनि यता टोइलेट छ अरे ऊ त्यहाँ रहेछ त टोइलेट जाउँ न यहीँ त हो त ऊ यहाँ टोइलेट रहेछ अब हामी मुद्दा हाल्न जाँदैछौँ अब टोइलेटमा मुद्दा हाल्नु अब के कसको कसले चाहिँ अब टोइलेटको थाहा हुन्छ है शौचालय पनि गर्नु पऱ्यो नि त कहिले काहीँ होइन त्यही भएर शौचालय जानु पऱ्यो अनि तर डेटिङ स्टुडेन्ट यस्तो यस्तो फोटो पनि हो फोटोसुट भइरहेको थियो डेटिङको पुरुष मेल महिलामा जाने भने हो कि तिमीले मेल यता रहेछ ल भित्रैसम्म कस्तो गन्ना हो यार हामी निस्क्यौँ है त अहिले हेर्नु ब्लग बनाउँदै थिएँ अनि टक्क यहाँनिर यो लाली गुराँस हेर न लाली गुराँस देख बा लाली गुराँस पनि रहेछ यार यहाँ कस्तो दामी फुल्या रहेछ यार लाली गुराँस चाहनु त चाहिएको थियो यहाँनिर एउटा पुल रहेछ क्या यो पुलमा यहाँ एउटा पोखरी पनि बनाउँदै रहेछ क्या फुलको बगैँचामा मेरो पनि एउटा यो पुलमा भिडियो बनाइदिनु न कुन पुलमा यो पुलमा के राम्रो आउँछ र कस्तो दामी आउँछ बनाउनु जानेपछि यही हो क्या हाम्रो हालती गर्लफ्रेन्ड नभएर यसै हिँड्नु पऱ्यो गुङ्गा हेर सुटुन नभेटिने क्या हामीलाई गाह्रो छ साला जिन्दगी देखेर लक्क लागिसक्यो भाइलाई पनि यो हो क्या यो बालापन पनि यो हो क्या यही जीवन राम्रो छ है अलि ठुलो अनि बहुत गाह्रो हुँदैछ यस्तै कारण कोही अब एक्लै यसरी रमाइरहनु एक्लै टिकटक बनाउँदै रमाइरहनु
हामी पनि गर्न हो जानुपर्छ अरे जे होस् जे भयो भने जिन्दगीमा रमाइलो चाहिँ गर्नुपर्छ है यहाँ मुटु दुखेर साला तोप धेरै छोड्नु पऱ्यो नि त राष्ट्रिय वनस्पति उद्यानको आगन्तुक भन्दै थियो बिस्तारै आइरहेको थियो हेलो बाबु तिम्रो नाम के हो कहाँबाट आएको घुम्न घरबाट ए भूत लाग्यो है राम्रोसँग जाऊ यही त हो नि अब बाबा यो हो क्या ल नजरिया देखिए यसरी भिडियोहरू बनाइराख्यौँ क्या जाउँ न उया जाउँ न जाउँ न त्यहाँ भिडियो हामी फोटो खिचिदिनु भनौँ दुईजना राम्रो खिचाइयो भने फोटो खिच्न राम्रो चाहिन्छ फोटो खिचिदिनु हो दुईजनाको फुल फुल पनि रहेछ साइडमा बाबु पनि रहेछ नजरिया देखिए इस जगह को नजर को गोदावरी कहते हैं हो त्यहाँ जाउँ न यार मलाई बहुत मन छ त्यहाँनिर फोटो खिच्ने गोदावरी आइसकेपछि चाहिँ यो ठाउँ चाहिँ घुम्न नबिर्सनु होला होइन यो चाहिँ एकदमै दामी छ यहाँ ताल चाहिँ अनि यहाँनिर पुल रहेछ त्यहाँनिर दामी छ घुम्नलाई चाहिँ अनि त्यही हो गोदावरीको मेन पार्ट भनेको यही हो क्या अब यो चाहिँ अब हाम्रो दामी छ मेयर हुनुभयो भने फाइनली म मेयर भयो भने चाहिँ यस्तो बवाल बनाइदिन्छु कि यो टक्क स्विजरल्यान्ड बनाइदिन्छु मैले यसलाई फन पार्क के अरे डेन्जर पार्क बनाउने गोदावरी पार्क भन्दा नि डेन्जर बनाउने हो क्या ल टाइम भइरह बाबु पनि स्माइल ल कडा रहेछ अनि अब चाहिँ हामी यो चौरमा ताल घुमेर भ्याएर अब यो चौरमा आइसकेको छौँ यो ताल चाहिँ भ्याएर अब लास्ट फाइनल्ली अब हाम्रो भ्याइन लाछ भ्लग चाहिँ यो अब अन्तिम हुनसक्छ अनि त्यही हो आजको एपिसोड यहीँ खतम हुन्छ हाम्रो एपिसोड यहाँ खतम हुँदैछ थोरै छ भ्लग अब एन्ड गर्नु बाँकी नै छ अब यो तपाईँहरू सबैजनाले हेरेर चाहिँ प्रतिक्रिया दिनु होला कस्तो लाग्छ के लाग्छ त्यही हो आउनु मन लाग्छ कि लाग्दैन यदि गोदावरी आउनुभयो भने तपाईँहरूले गोदावरी आउनुभयो भने हामीलाई चाहिँ क्रेडिट दिन पर्दैन है यस्तो नजरिया कोही एक्लै बसिरहेको छन् होइन यो घरहरू यो देखाउँछ अनि घरहरूभित्र सबै बस्न मिल्यो अनि यहाँ पनि बस्न मिल्यो यो चौरमा जता आएर पनि नाच्न पनि मिल्छ है त छम छम चम्काइदियो तीजहरू भनेर पनि नाच्न मिल्यो है फाइनली आजको दिन हाम्रो यहीँ सक्यो घुमेर सकिएको छ होइन अब के गर्नु यस्तै छ दुःखी आत्मा हामी है जिन्दगीदेखि वाक्क भएर हामी यसो गोदावरी घुम्न आएको घुम्न होइन टाइम पास गर्न टाइम पास टाउको दुखा थियो सन्चो हुन्छ कि भनेर आएको झन् टाउको दुख्यो गाह्रो छ जिन्दगीमा हामीलाई लखटी राखौ तपाईँहरू कोही बच्चा जन्माउन चाहनुहुन्छ बिहे गरेर भने त्यो नजन्माउनुहोस् हेर्नुहोस् त्यो जिन्दगी गाह्रो छ जिन्दगी जिउन गाह्रो छ नेपालमा हेर्नुहोस् है गाह्रो त्यही भएर बच्चा नपाउनुहोस् बेलैमा सिङ्गल रहनुहोस् सिङ्गल बस्नुहोस् तपाईँको जिन्दगी सुखमय हुनेछ खुसीमय सुखमय हुन्छ त्यो गरेर हामी पनि सिङ्गल भएर पनि दुखी छौँ तपाईँहरू नजन्माउनुहोस् भनेको हो कि हो त्यही हो बेलैमा विचार पुऱ्याउनुहोस् है बेलामा विचार पुऱ्याउनुहोस् पछि जिन्दगी दोधारमा पारेर जिन्दगी ध्वस्त बनाउनु मन छ भने त्यसो गर्नुहोस् अब जिन्दगी तपाईँको के छ त्यहाँ होइन पछि बिग्रिन सक्छ त्यही भएर सिङ्गल रहनुहोस् सिङ्गल बस्नुहोस् आरामले सिङ्गल भएर जिउनु हाम्रो भ्लग हेर्दै गर्नुहोस् हाम्रो भ्लग हेर्दै हामी धेरै कुराहरू सिकाउँछौँ हामीबाट तपाईँहरूले धेरै कुरा सिक्न सक्नुहुन्छ धेरै कुराहरू बच्चा पाउनेदेखि लिएर सबै कुराहरू सिक्न सक्नुहुन्छ त्यही हो अब हामी पनि घुमेर भ्याएर अब सकेर अब भ्लगलाई यहीँ इन्ड गर्न छौँ असुविधा नि हो कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू सबैले लाइक कमेन्ट पनि गर्नु होला सेयर सब्सक्राइब गरिदिनु होला होइन यति भन्दै हाम्रो भ्लग यहीँ टुनिन्छ ओके बाबा
दिदी केही भन्दिनँ 2 शब्द त्यही टुङ्ग्यो भनेर सकियो त अघि गेट आइसक्यो अब चाहिँ हामी यहाँबाट चाहिँ बाहिर जाँदैछौँ यो चाहिँ गोदावरीको गेट हो अब हामी भ्याएर बच्चा बच्चीहरू पनि सबैजनाहरू सेल पनि लगाइरहेको छ सेल होइन पसल सेल सबै होइन अनि हाम्रो गाडीहरू पार्किङ छ बुलेट बाइक नकिन्नु होला फाइनली गाइस भोग लाग्यो अब जानु पर्यो घरतिर होइन त सबै अब कति धेरै थियो स्कुटी गाडीहरू अहिले त सबै गइसकेको रहेछ धेरै जस्तो अलिक घुम्नलाई हामी ढिलो आयौँ क्या लगभग 3-3:30 बजे हामी यहाँ पुग्यो हो खासमा अनि अलिकति छिटो 2 बजीतिर आएको भए ठिकै हुन्थ्यो होला है अनि बाइक स्टार्ट हुँदैछ ल यति जेलसम्म तपाईँहरूले भ्लग हेरिदिनुमा धेरै धेरै धन्यवाद छ नेक्स्ट भ्लगमा अरू के गर्छन् हेर्दै जानु होला नेक्स्ट भ्लग हाम्रो फेरि आउँछ छिटै आउँछ चिन्ता नलिनुहोस् तपाईँहरू है हप्ताको 1 डे भ्लग आउँछ तपाईँहरूले सबैजना हेरेर तर हप्तासम्म तपाईँहरूले सबै लाइक सपोर्ट गरेर सब्सक्राइब गरेर दिनको 100 एउटा बढ्नु पऱ्यो क्या तब आउँछ अनि मजा आउँछ अनि मलाई पनि भ्लग बनाउने जोस जाँगर ऊर्जा आउँछ त्यसैमा पनि भ्लग बनाउनु मोबाइल मान्छेले पनि भ्लग बनाउनु सक्छ अनि मैले उसलाई पनि भनेको छु भ्लग बनाउनु भनेर अब छिटै उहाँको पनि च्यानल आउँदैछ मेन्सन गरिदिनेछु मैले च्यानल आएको छ मेरो त्यही हो कसरी खाजा खाने ठाउँ रहेछ अब हामी त यहाँ खाँदैनौँ त्यही हो ल गाइज सबैजनाले हेरिदिनु भयो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला है आजलाई बाई बाई टाटा